फेरि एउटा भ्लग लिएर आएको छु मैले चाहिँ र तपाईँहरूले यसको अगाडि त हेरिहाल्नु भयो होला मेरो भ्लग र कसले हेर्नुभएको छ त्यो त हजुरहरूलाई थाहै छ र मैले चाहिँ सिधै यहाँ चाहिँ अहिले बिहान चाहिँ घरबाट अलिकति भात खाएर आएको थिएँ नि त अनि आएर चाहिँ चिया पानी हामीले खायौँ। त्यसपछि मैले चाहिँ यता भिन्डी र आलु भाजा गरेँ, त्यसपछि टमाटरको टक र दिदीले चाहिँ भात पकाउनु भयो। अनि अन्त सबैलाई भोक लागिरहेको थियो अनि ठिकै मैले चाहिँ सब्जीहरू बनाइसकेँ र सब्जी पनि पाको र यता ठुलो सबभन्दा ठुलो दिदीको छोरी पनि आइन् आज हैन। अनि यहाँ सबैलाई नमस्कार गर्दैछु। अनि यो बुनुले चाहिँ नमस्कार अघि चाहिँ गरिनँ, अहिले चाहिँ गर्छिस् भन्दैछु। अनि हिन्जी गर्नुहुन्छ हौ, नमस्कार गर्नु हुँदैन भन्नु थाली। अनि यसरी नानीलाई पनि भात खुवाउँदै थियो दिदीले। अनि हामी सबैले भात खाइसकेर म र दिदी चाहिँ एकछिन बजार गयौँ, किन भन्दा चाहिँ मैले फलहरू लिएर आएकै थिइनँ नि त, त्यही भएर। अनि सिधै गयौँ बजारमा गएर हेरेको त बेसी चाहिँ रहेनछ, फलहरू चाहिँ कम्ती रहेछ। अनि एप्पल चाहिँ एकदम दामी थियो कि चकचका परिष्कार खालको थियो। अनि अरू केही खासै फलफुल रहेनछ। अनि म चाहिँ कोला र एप्पल मात्रै लिएर गएँ र धेरै नै लिएर गएँ। अनि त्यसपछि सिधै अनि त्यहाँबाट दिदी घरतिर लागेँ। मैले आधा झोला चाहिँ मैले फलै लिएको छु गाइस। त्यसपछि सिधै दिदी घरतिर गएँ। अन्त दिदीको हालत चाहिँ यस्तो छ, दिदीको चाहिँ सासू खस्नु भएको छ त, आज 3 दिन भयो। खसेको दिन चाहिँ म आउनु पाइनँ, त्यही भएर आज चाहिँ आएको 3 दिनमा। अनि यहाँ दिदीलाई देखेर माया लाग्यो होइन साथीहरू। अन्त आमा पनि अस्तिदेखिको 8 दिन भयो बसेको, उहाँ यहीँ हुनुहुन्थ्यो दिदी घरै। अनि आमा छोरी गल्प गरिराख्नु भएको थियो। अनि यता चाहिँ भेनाजु हुनुहुन्छ, भेनाजु एक्लै छोरा हो। अन्त 7वटा कि 6वटा दिदी बहिनी हो। अनि यहाँ चाहिँ मेरो दिदीले फुलहरू हेर्नु कस्तो दामी फुलहरू छ होइन। छतको वरिपरि थियो, अहिले त पानीको सिजनमा मर्छ भनेर यसरी राख्नु भएको छ। फुलहरू चाहिँ एकदम हेरौँ जस्तो छ, राम्रो छ नि त फुलहरू चाहिँ। अनि राम्रो देखिरहेको छ। त्यसपछि इभिनिङ भइकन चाहिँ हामीहरू यहाँ चिया र मैले चाहिँ स्यालेड बनाउँदैछु। अनि यता मुरै साँधेर हामीहरू सबैजना खाँदैछौँ र भाइले चाहिँ सबैलाई भिडियो गरिदिँदैछ कि। अनि आफ्नो काममा व्यस्त थियौँ सबैजना। यहाँ बुनुले चिया बनाउँदै थिए, त्यसपछि यता अर्को बहिनीले चाहिँ मुरैहरू साँध्दै थियो होइन। अनि यता म स्यालेड बनाउँदै थिएँ, आमा बसिराख्नु भएको थियो। अन्त दिदी पनि आफ्नो काममा भइरहेको थियो। अनि भाइले चाहिँ सबैलाई देखाउँदैछ। र गाइस म चाहिँ भोलि फर्किहाल्छु घर, फेरि कामको बेलामा भ्याइछु भने आउँछु र हजुरहरूलाई फेरि देखाउँछु। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु, र मेरो भिडियो कहाँबाट हेर्नुहुन्छ कमेन्ट गर्नु होला है त। यो किरा यति धेरै बज्दैछ कि मलाई भोइस गर्नु पनि एकदमै रिस उठ्दैछ, यति शब्द गर्दैछ यो किराले चाहिँ। त्यसपछि हाम्रो चाहिँ फाइनली भइसक्यो र पनि हामीहरू खानु थाल्यौँ गाइस। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु नभुलिनु होला। ल त साथीहरू, बाई बाई, गुड नाइट। म त अहिले भरे रातिमा जाँदिनँ किनकि आकाश एकदमै खराब छ, मौसम एकदमै खराब छ। डेली आजकल चाहिँ साँझ भयो भने चाहिँ पानी आउँछ नि त। ल त साथीहरू, बाई बाई। कस्तो लाग्छ हजुर?